नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ सबिना। आज हामी जाँदैछौँ बेगनास्थलको साइको डाँडा। हामी घरबाट लागियो एकछिन भए पनि खुसी आनन्द लिनलाई। गर्मी धेरै छ, गर्मी भए पनि रमाइलो गर्न मन लाग्ने हामीलाई। फेरि हाम्रो ग्रुप बढ्यो। यता छोरी र बाबा मक्क पर्दै हुनुहुन्छ। यता फेरि भज्जीहरू आफ्नै पारामा छन्। यो फेरि बेगनास्थल जाने बाटो, बेगनास्थल वरिपरिको भ्यू। म फेरि भज्जीसँग मिठो मिठो गफ गर्दै अघि बढ्दैछु। सबैजना आफ्नो गफमा व्यस्त हुँदै अघि बढ्दै हुनुहुन्छ। यता दिदीले हाई भन्दै हुनुहुन्छ सबैजनालाई। यहाँ छोरी बाबा भज्जी भएर अघि बढ्दै हुनुहुन्छ। यता फेरि भज्जीको मिठो मुस्कान, उता दिदी पनि मुस्कुराउँदै हुनुहुन्छ। यता फेरि मम्मीले गर्मी भयो, मलाई गर्मी भयो भन्दै हुनुहुन्छ। म फेरि मिठो मुस्कानको साथ अघि बढ्दैछु। यो बेगनास्थल जाने बाटो। यता फेरि मम्मी र दिदीको रमाइलो छ छुट्टै। यो बेगनास्थलको भ्यू। मैले एउटा बुक पढेको थिएँ क्या, जीवन जिउनको लागि हजारौँ कारणहरू हुन्छन्, जीवन जिउनको लागि हजारौँ बाटोहरू हुन्छन्, जीवन खुसी खोज्नको लागि लाखौँ पक्षहरू हुन्छन्। जब एउटा खुसी मिलेन भन्दैमा, एउटा बाटो बन्द भयो भन्दैमा, एक चिजबाट खुसी मिलेन भन्दैमा किन यति हजारौँ बाटोहरूलाई बन्द गर्ने होइन साथीहरू? ती हजारौँ कारणलाई व्यवस्था गर्नु नै ठिक लाग्छ। यो शब्दले मेरो मन धेरै छोएको थियो, त्यही भएर हजुरहरूलाई सुनाएको। बेगनास्थलको वरिपरिको भ्यू हेर्दाखेरि साह्रै मन आनन्द हुने क्या। घरमा बसिराख्दा धेरै मनमा कुरा खेल्ने मेरो मात्र होला कि साथीहरू? तपाईँहरूलाई पनि यस्तै हुन्छ। त्यही भएर मलाई त बाहिरै घुम्न मन लाग्छ। हामी फेरि मिठो मिठो गफ गर्दै अघि बढ्दैछौँ। हाम्रो गफ भने कहिले सकिन्न। माछा पुछ्रेका खैमा बेगनास हेरिरहन मन लाग्छ एक्लास पोखरामा घुमाउने घर पोखरामा माया भरिदेऊ यो दिलको टोकरामा घुमाउने घर पोखरामा माया भरिदेऊ यो दिलको टोकरामा घुमाउने घर बेगनास्थलको नजिकै हाइकिङ पोस्ट रहेछ। लेखनाथमा बस्ने कतिपय मानिसहरूलाई थाहा नै छैन होला, हामी पनि फर्स्ट टाइम जाँदैछौँ साइको डाँडातिर। बेगनास्थलको चिसो पानीले प्यास बुझाएर लागियो आफ्नो गन्तव्यतर्फ। साइको डाँडा जानको लागि हामी बेगनास्थलको नजिकै रहेको गोरेटो बाटो हिँड्दैछौँ। यिनीहरू चाहिँ न्युरो खोज्दैछन्, न्युरो खोजेर कहिले नपुग्ने रहेछ। हेलो गाइस, मलाई कस्तो अल्छी लाग्छ, हिँड्न नि सक्दिनँ। गाह्रो छ मलाई गरिकन, गाह्रो धेरै गाह्रो। कतै हराए भने म त तिमी भित्रै हुन्छु, घचारोमा नखोज्नु मलाई, पसारोमा नखोज्नु मलाई, म कहीँ कतै हराए भने म त तिमी भित्रै। गाइस, अहिले चाहिँ छामा यहाँ कति दिनपछि घुम्न पायो भने नाच्दै हिँड्नुभयो। अहिले चाहिँ हामी यस्तो भ्यू हेर्दा यहाँ चाहिँ बेगनास्थल छ। हामी हिँडेर छौँ बेगनास्थलको। अब सिधा हामी यो बाटो हुँदै हामी माथि जान्छौँ भने
किराहरू पनि कराइराख चिरो गाह्रो छ नौसय खोला तरेरै जाउँला उडेरै जाउँला नि जुरेलीसँग जुहारी गाउन मै पनि आउला नि लेखमा माथि गएर साथी हेर्दामा रमाइलो सबैको मुहार उजेलो देखे सबैको घमाइलो बादल डाँडा कुहिरोले ढाक्दा डाबे है कराउने बादल डाँडा कुहिरोले ढाक्दा डाबे है कराउने भेटिने मन छैन अब मन भयो हराउने मन भयो हराउने मन भयो हराउने बतासमा बगिरहने भुवा झैँ यो मन भयो उकालो ओह्रालो गर्दै आधा यो त्रिशूली बगेर मर्स्याङ दिनमा झरेछ तिम्रो माया लौ मलाई रक्सी झै चढेछ हे त्रिशूली बगेर मर्स्याङ दिनमा झरेछ तिम्रो माया लौ मलाई रक्सी झै चढेछ हे राफ्टिङ बिसाउने बारुल कमर हेर न कस्तरी हलाउने बारुल कमर हेर न कस्तरी हलाउने मर्स्याङदी बगेर नारायणीमा झरेछ पहिलो पहिलो मायाले यो छाती पोले मैले यति मिठो नातिनीको ललिपप खाँदैछु बल्ल पार्केर 2-3 वर्ष कि हुनला डोरै हो कि के उनी म के नि हे बनमाराले बनै खायो बनमाराले बनै खायो पिरै पिरले जिउ खायो एकै भेटमा निर्मोहीको हो एकै भेटमा निर्मोहीको यति धेरै माया लायो म ध्यानमा छु यस्तो गाह्रो भयो कि एकैचोटि ध्यानमा बसेर स्वर्ग जाँदैछु पाप धेरै गराउँछ फाइनल्ली हामी आइपुग्यो
लेखनाथमा रहेको साइकोडालाई देखाउँदैछु। यहाँबाट ताल नजिकबाट देखिन्छ। आनन्द लिन मन छ भने सबैजना आउनुहोला। बेगनास तालको पानी चोखो छ नि नानी, बेगनास तालको पानी चोखो छ नि नानी, आउ है लेखनाथै झरेर, आउ है लेखनाथ